2050 साल श्रावण महिनामा शनिबार मिथुन राशि भएर जन्मभएको जातकलाई सोमबार घातबार स्वाति नक्षत्र घात नक्षत्र 2 7 12 अर्थात् द्वितीय सप्तमी द्वादशी तिथि घात तिथि धनु राशिबाट टाढा रहनु जातकका लागि राम्रो हुनेछ। लग्नमा शनि होचो शरीर मसिनो मान्छे जीवनमा धेरै दुःख गर्नुपर्ने सङ्घर्षपूर्ण जीवन ठेक्कापट्टा जागिर नोकरी हुने योग छ। मातापितासँग पनि कुरा नमिल्ने त्यति राम्रो नहुने सौम्य ग्रहको कारण विवाहमा ढिलाइ हुनेछ। ढाड कम्मरमा समस्या रजस्वला गडबडी तथा बाथ सम्बन्धी रोग उत्पन्न हुन्छ। कतै कतै अनावश्यक खर्चमा वृद्धि हुन्छ। दशा अन्तर्गत त्रिभागी दशामा 35 वर्ष 4 महिनासम्म शनि मिथ्या झुटा अपवाद कार्यमा बाधा जस्ता समस्याहरू यस दशामा देखा पर्छ। योगिनी दशा अन्तर्गत 28 वर्षदेखि 36 वर्षसम्म सङ्कटा अझै 3 वर्षको समय नराम्रो नै चल्नेछ। विंशोत्तरी दशा अन्तर्गत गुरु दशा गुरुमा राहुको अन्तर्दशा राहुमा शनिको प्रत्यान्तर दशा मङ्सिर 18 सम्म ग्रहको प्रभाव रहने नै छ। नराम्रो प्रभाव नै रहेको हुनाले ग्रहको निवारण गरी अघि बढ्नु भएमा परिस्थिति सहज बन्न सक्छ।